नमस्ते अनि छ्याजो र सम्पूर्ण साथीहरूलाई म तमु भाषा तथा खेमा लिपि अभियन्ता भीम गुरुङ देवदह रूपन्देहीबाट। साथीहरू, तपाईँले यो पुस्तक कतिजनाले देख्नुभयो, देख्नु भएको छैन, कतिजनाले पढिसक्नु भएको छ। यो तमुक्वी प्री गुरुङ भाषाको वर्णमाला, यो पुस्तक तेस्रो संस्करणसहित प्रकाशन भइसकेको छ। अब यो पुस्तक चौथो संस्करणमा जाँदैछ। चौथो संस्करणमा, पहिलो संस्करणमा 1000 प्रति, दोस्रो संस्करणमा 1000 प्रति र तेस्रो संस्करणमा 1000 प्रति प्रकाशन भइसकेको छ। र अब चौथो प्रकाशन संस्करणसहितको चाहिँ चौथो संशोधित सहितको प्रकाशन हुँदैछ यो पुस्तक, होइन। यो पुस्तकको सुरुको प्रकाशन यो गुरुङ सोसाइटी अफ अमेरिका, युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका युजिएससीले प्रकाशन गरेको पुस्तक हो। अनि दोस्रो संस्करण यो देवदह नगरपालिका र माया गुरुङले आर्थिक सहयोग गरेर प्रकाशन गर्नुभएको पुस्तक हो भने यो पुस्तक यो तेस्रो संस्करणको पुस्तक चाहिँ हङकङ निवासी आदरणीय दाजु किरण टु टेप्रितमुले प्रकाशन गर्नुभएको हो। र यो पुस्तक अब सकिसकेको अवस्था छ। 1000 प्रति पनि यो सकिसकेको अवस्था छ। यो पुस्तक एकदमै बढ्दो माग भएको कारणले गर्दाखेरि चौथो संस्करणमा जाँदैछु। अब छिट्टै नै चौथो संस्करणको पुस्तक यो तमुक्वी प्री प्रकाशन हुँदैछ। यो पुस्तकभित्र तपाईँहरूले कतिजनाले चाहिँ हेर्नु भएको छैन र यसले कसरी लानुपर्छ भन्ने बारेमा तपाईँहरूको सल्लाह सुझाव एकदम अत्यावश्यक छ। तपाईँहरूको सल्लाह सुझावले म एकदमै शिरोधार्य गरेर जाने नै छु। र यो भित्र के छ भन्ने बारेमा तपाईँहरूले भन्न चाहन्छु। हिल्सकै राष्ट्रिय गीत छ, अनि आसिमाला शुभकामना यो सङ्घ संस्थाहरूको अनि प्रकाशकहरूको अनि लेखकको पनि छ। यसमा तमुक्वी प्री यो यसमा चाहिँ खेप्री व्यञ्जन वर्ण माप्री स्वर वर्णहरू छन् भने यसभित्र मात्राहरू प्रीमा लोमा सहयोगी वर्ण अनि चोप्री अङ्कहरू पनि यसमा उल्लेख छ। अनि यसमा त्यो अलावा छुई रङहरू, प्राणी परिवारहरूको बारेमा, अनि रारुदक फलफुलहरूको बारेमा, टादक तरकारीहरूको बारेमा, अनि घरपालुवा र वनमा रहने जनावरहरूको बारेमा पनि गुरुङ भाषामा छ। त्यसै गरी शरीरको अङ्गहरू, अनि त्यसपछि दिन, बार, महिना र वर्ग लोहहरूको बारेमा पनि रहेको छ। अनि त्यसै गरी शुभकामना मलका शब्दहरू, अनि राम्रा बानीहरू गुरुङ भाषामा, अनि छोटो कुराकानी, अनि वेशभूषाको बारेमा, खानाका परिकारहरूको बारेमा, अनि केही कुराकानीहरू यो भित्र समावेश छ। र अनि अन्तिममा के छ भने खेमालिपि कसरी लेख्ने त, कति अप्ठ्यारो रहेछ खेमालिपि लेख्नको लागि भनेर खेमालिपि पनि यसमा अन्तिममा यो यसरी चाहिँ यो कोड गरिएको छ। कसरी कताबाट कसरी चाहिँ घुमाउने भन्ने बारेमा चाहिँ अन्तिममा यो चाहिँ यहाँ प्रकाशित भएको छ। र यो पुस्तकको चाहिँ मुख्य चाहिँ आकर्षण के हो भने यो चारवटा भाषामा छ। यो एउटा खेमा लिपिमा छ, अनि तमुक्वी देवनागरी अक्षरमा छ, अनि नेपालीमा छ, अनि त्यसपछि अङ्ग्रेजीमा पनि भएको कारणले गर्दाखेरि यो पुस्तक निकै आकर्षक र यो सरल पनि छ सिक्नको लागि। त्यसकारण यो पुस्तकको चाहिँ माग एकदम भइरहेको छ। अब म तपाईँहरूले के आग्रह गर्न चाहन्छु भने यो पुस्तकमा अझै के कुराहरू समेटी राम्रो हुन्थ्यो होला जस्तो चाहिँ लाग्छ। तपाईँहरूको सल्लाह सुझावलाई मैले एकदम शिरोधार्य गर्दै अब चौथो संस्करण छिट्टै प्रकाशन हुने र त्यसमा तपाईँहरूको सल्लाह सुझावलाई पनि मैले समेटेर लाने इच्छा भएको हुनाले मैले यो भिडियो तपाईँहरू समक्ष राखेको छु। यो भिडियो धेरैभन्दा धेरै साथीहरू समक्ष पुर्याइदिनुको लागि, सेयर गरिदिनुको लागि र तपाईँहरूको सल्लाह सुझाव मलाई दिइदिनुको लागि मेरो सामाजिक सञ्जाल मार्फत तपाईँहरूले मलाई सल्लाह सुझाव मेरो फोन मार्फत 9857 26296 मेरो फोन नम्बर हो भने इमेल मार्फत bhimgurung2@gmail.com मार्फत, अनि त्यसपछि मेसेन्जर, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, टिकटक जुनसुकै सञ्जालबाट भने पनि तपाईँले मलाई सल्लाह सुझाव दिनको लागि म यहाँसँग हार्दिक अनुरोध गर्न चाहन्छु। फेरि पनि तपाईँहरूको सल्लाह सुझावलाई म सधैँ शिरोधार्य गर्न चाहन्छु र तपाईँहरूको सल्लाह सुझावको अपेक्षासहित
तपाईँहरूको सल्लाह सुझाव सहितको अर्को चाहिँ चौथो संस्करण सहितको अङ्क छिट्टै प्रकाशन हुने कुरा यहाँसँग राख्दै फेरि पनि यो भिडियोलाई धेरैभन्दा धेरै गुरुङ समुदाय बिचमा पुर्याइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। भिडियो हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। गुरुङ भाषामा क्या छ है।